स्वर्गीय जननेता मदन भण्डारीले कुनै दिन भनेका थिए, एकजना राजा रहने कुराले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन, तर सामन्तवाद, दलाल, नोकरशाही, पुँजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन। जनसमुदाय यो कुनै ठूलो कुरा होइन। एकजना राजा रहने कुराले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन, तर सामन्तवाद, दलाल, नोकरशाही, पुँजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन। त्यसो हुँदाखेरि सवाल आधारभूत कुराको, सवाल वर्गीय शत्रुको र सवाल प्रतिगामी उत्पादन सम्बन्धको हो। त्यो प्रतिगामी उत्पादन सम्बन्धलाई तोड्नुपर्छ र प्रगतिशील उत्पादन सम्बन्धलाई कायम गर्नुपर्छ। त्यसो हुँदाखेरि यसो भनिरहेको बेला जब दिएको संविधानमा दिएको सम्मानको आधारमा राजा त्यही भित्र यदि सीमित भएर रहने हो भने हामीलाई राजासँग त्यस्तो विशेष आपत्ति हुने छैन भन्ने कुरा मैले भनिरहेको बेला म के कुरालाई मनमा राखिरहेको छु भने भोलि अर्को कुनै शक्ति सामन्तवाद, दलाल, नोकरशाही, पुँजीवाद र साम्राज्यवादको रक्षा गर्ने मुख्य शक्ति बनेर आउन सक्छ र त्यो चाहिँ हाम्रो आन्दोलनको मुख्य शत्रु बन्न सक्ने। स्वर्गीय जननेता मदन भण्डारीले यसो भनिरहँदा सायदै कल्पना गरेका थिए कि उनकी धर्मपत्नी विद्यादेवी भण्डारी यो मुलुकको राष्ट्रपति हुनेछन् र उनै राष्ट्रप्रमुख हुँदा उनको सवारीमा हुँदै नभएको सवारी नियम नमानेको कसुरमा एउटा नागरिकको टाउको फुटेको छ। आज राष्ट्रपतिको सवारीमा फुटपाथमा हिँडेको एउटा नागरिक बाटो खाली गराउने प्रहरीबाट चुटिनु र हिजो राणाहरूको सवारीमा सडक किनारमा उभिएर सलाम नठोकेकै कारण 8 परियाको चुटाई खाने नेपालीको अवस्थामा सार भिन्नता छैन। आन्दोलनबाट नै सही राजा फालेर मदन भण्डारीले कल्पना गरेको व्यवस्था आयो, जहानिया शासनको अन्त्य भएर जनताको छोराछोरी राष्ट्र प्रमुख हुन सके। तर कुर्सीमा बस्नेहरूको नियत, कुर्सीको गुलामी गर्ने चाकरीबाजहरूको चेतना अनि नागरिकलाई रैती सोच्ने प्रवृत्ति नफेरिएपछि एकजना राजा फेरिनु वा राज संस्था फेरिएर गणतन्त्र आउँदैमा नागरिकको स्थिति नफेरिने रहेछ। राष्ट्रपति संस्था हो, अहिले विद्यादेवी भण्डारी छिन्। अहिले यो संस्थाको गुण दोषको जिम्मेवार संस्थागत र नैतिक रूपमा उनले लिनुपर्छ। राष्ट्रपतिमा हिजो को थियो, आज को छ र भोलि को आउँछ भन्नेले त्यति साह्रो फरक पार्दैन जति यो कुर्सीको चाप्लुसी गर्नेहरूले सुरक्षाका नाममा शक्तिप्रति नतमस्तक हुन्छन्, पसिनाको करबाट राज्य चलाउने नागरिकप्रति निर्मम हुन्छन् अनि निर्देशनको जवाब फर्काउन